आउनुहोस्, म आज हजुरहरूलाई 1 करोड लगानीमा बनाएको मेरो दादाको घरको होम टुर गराउँछु है त। ल हेर्नु, यतातिर चाहिँ गेट खोल्ने पालेहरू उभिनु भएको छ है। साइडमा स्कुटी राख्नुभएको छ बाहिर। अनि ल भाउजूले गेट खोल्दै हुनुहुन्छ। हेलो भन्दै हुनुहुन्छ। ल पहिलो कोठा चाहिँ यो रहेको छ है। भाडामा चाहिँ दिनुभएको छैन उहाँहरूले अहिले। दोस्रो चाहिँ यो रहेको छ। अनि तेस्रो यो रहेको छ भुइँतला, यो चाहिँ स्टोर रुम। यहाँ रहेको छ बाथरुम, छुट्टै छ है, बाथरुम पनि छुट्टै छ। अनि त्यसपछि यता रहेको छ टोयलेट, बाथरुम अलग अलग छ है। हेर्न सक्नुहुन्छ यो टोयलेट यस्तो रहेको छ। यो चाहिँ सिङ्क भयो। यहाँ चाहिँ चप्पल राख्नको लागि सब व्यवस्था छ। अब भाउजू माथि गइराख्नु भएको छ। हेर्नु अब। ल अब हामी लागि माथितिर है, हेर्नु है त। ल भाउजूले ढोका खोलिसक्नु भएको छ। अनि त्यसपछि यो चाहिँ हल रहेको छ। हल चाहिँ दामी डेकोरेसन गर्नुभएको छ, जिप्सन लगाउनु भएको छ, टिभी राखेको छ, सोफाहरू पनि दामी छ। यतातिर बाबु नानीहरू खेल्दैछन्। माथि जिप्सन, यो चाहिँ बिचको दामी छ भाग्यो टाइल्स जिप्सन यस्तो रहेको छ हेर्नु। अब भाउजूले आफ्नो कोठा देखाउँदै हुनुहुन्छ। बेडरुमहरू पनि दामी दामी राख्नु भएको छ। यो रहेको छ भाउजूको कोठा, यो फेरि दाईको कोठा, छुट्टा छुट्टै। यो चाहिँ दादाको कोठा रे है। भर्खर बनाएको घर हो नि त, त्यही भएर उतातिर चाहिँ खाली छ। यो कोठा खाली छ है। यो कोठा चाहिँ खाली छ, हेर्न सक्नुहुन्छ। अट्याच रुम हो है यो। टोयलेट बाथरुम एकै ठाउँमा छ है। यहाँ आफ्नो लागि बनाउनु भएको रे, अहिले चाहिँ खाली छ है। यो चाहिँ हलको टोयलेट बाथरुम हो, हलको लागि हो यो। दामी छ सबै। सामान चाहिँ महँगो भएर होला सुर्खेतको ठाउँमा 1 करोड भन्दा बेसी लाग्यो रे बनाउनलाई। अहिले हामी माथितिर लाग्यौँ है। माथि लास्ट फ्लोरमा गइसकेछौँ। हेर्नुहोस्, अँधेरो भइसक्यो कि भिडियो बनाउँदा पनि। लाइन गयो, फेरि के भयो यो हेर्नु। भ्यू, सुर्खेतको भ्यू हेर्न सक्नुहुन्छ, दामी छ। यतातिर बुवा मम्मीहरू चटपटे खाँदै हुनुहुन्छ। सो अब हामी देखाउँदैछौँ हजुरहरूलाई टोयलेट बाथरुम माथिको है। यस्तो, यो चाहिँ वासिङ मेसिन, यहाँ चाहिँ हात मुख धुनलाई। अनि त्यसपछि यहाँ रहेको छ डाइनिङ टेबल। भाउजूले तरकारी काटेर राख्नु भएको छ। खाना खाएको छैन हामीहरूले अहिलेसम्म। भाउजूले फ्रिज देखाउँदै हुनुहुन्छ। हेर्नुभित्र यो चाहिँ किचन हेर्नु है। किचन चाहिँ दामी छ कि, बहुत मन पर्यो मलाई किचन चाहिँ, दामी रहेको छ है। हेर्नु किचन। सामान चाहिँ मिलाउन पाएको छैनौँ, खाली छ है। पूजा थियो घरमा, सामान कता थियो, त्यही पनि हतारमा अलिअलि बनाएर भिडियो बनाएको। यतातिर भाँडा राख्ने पनि दामी छ यतातिर है। ल हामी अब माथि जाँदैछौँ है। यो चाहिँ रहेको छ मन्दिर। बाहिरबाट देखाउनु हुन्थ्यो, रात परिसक्यो। हेर्नु अब भ्यू यस्तो रहेको छ। सो थ्याङ्क यू सो मच हजुरहरूले मेरो भिडियो हेरिदिएकोमा। हजुरहरूलाई धेरै धेरै धन्यवाद छ है। अझ पनि धेरै धेरै माया गरिदिनु होला। म यस्तै भिडियो लिएर आउनेछु धेरै धेरै।